जय मासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी अनि सम्पूर्ण मित्रहरूलाई यो साँझको समयमा न्यानो अभिवादन अनि जेवारी युट्युब चिलिमढुङ्गा च्यानलमा म स्वागत गर्न चाहन्छु। आज तपाईहरुको बीचमा म परमेश्वरको वचन उत्पत्ति 4 को 1, 2 अनि 8 वचन लिएर आएको छु। वचनको शीर्षक छ रिस अनि नम्रता है। किनकि एउटै आमा बाउबाट जन्मिएको छोराछोरीहरू है एकै मनका हुँदैनन्। विचारहरू मनहरू अलग अलग किसिमका हुन्छन्। जसरी आदम र हावाले सहवास गरेर क्वाइनलाई जन्माए अनि क्वाइन पछाडि हाबिललाई जन्माए है। हाबिल चाहिँ भेडा बाख्रा गोठाले भए, भेडा बाख्रा चढाउने भए र उसको चाहिँ भेडा बाख्राको जुन सम्पत्ति भयो र क्वाइन चाहिँ खेतीबारी गर्ने व्यक्ति भए। तर परमेश्वरलाई हाबिलले चाहिँ आफ्नो पहिलो जन्मेको असल अनि बोसे भएको चाहिँ परमेश्वरलाई चढाउनु भयो। तर क्वाइनले चाहिँ असल होइन खराब खेती चाहिँ उहाँले चढाउनु भयो। त्यो कारणले गर्दाखेरि है परमेश्वरले हाबिलको भेटीलाई अनि दशंशलाई ग्रहण गर्नुभयो र क्वाइनको भेटी अनि दशंशलाई चाहिँ परमेश्वरले ग्रहण गर्नु भएन। त्यो कारणले गर्दाखेरि परमेश्वरदेखि क्वाइन चाहिँ एकदम रिसाएर बसे र परमेश्वरले भन्यो, "त किन यसरी निराशा हुन्छस्? तैले पनि यदि असल चढाइस् भने परमेश्वरले तेरो पनि भेटी स्वीकार गर्नुहुनेछ र परमेश्वरले तँलाई पनि तेरो पनि चढाएका सबै भेटीहरू स्वीकार्नुहुनेछ" भनिकन भन्नुभएको छ है। त्यो कारणले गर्दाखेरि क्वाइनले हाबिलले चढाएको चाहिँ मन पराउने र मैले चढाएको चाहिँ मन नपराउने भनेर हाबिलसँग एकदम रिसाएको कुरा छ। र त्यस पछाडि हाबिलको मनमा चाहिँ एकदम रिस उठ्छ अनि रिस उठेपछि क्वाइनले चाहिँ हाबिललाई अनि मार्ने विचार गर्छ र क्वाइनले हाबिललाई खेततिर जाउँ भनिकन वहाँ लगेर हाबिललाई चाहिँ प्रहार गरेर मार्छन् है। त्यस पछाडि परमेश्वरले अब क्वाइनले चाहिँ अब मलाई मार्छ भनेर क्वाइन एकदम डराएको छ। तर परमेश्वरले भन्नुभएको छ अब मलाई मार्छन् भनिकन परमेश्वरसँग क्वाइन चाहिँ एकदम डराएको कुरा छ। तर परमेश्वरले भन्छ यदि तँलाई जसले मार्छ भने तँलाई मार्नेको 7 गुणा चाहिँ उसलाई के हुनेछ त दण्ड दिनेछ भनिकन भन्नुभएको छ। वाह, परमेश्वर कति महान! हालेलुया, परमेश्वरलाई महिमा। अनि हामीसँग पनि रिस होइन नम्रता र सहनशीलता हुनुपर्दछ र क्वाइनलाई त्यस जग्गाबाट कुनै पनि जग्गामा दोस्रो जग्गामा पठाएको छ अनि दोस्रो जग्गामा उहाँलाई चाहिँ चिनो लगाएर पठाएको छ र क्वाइनलाई चाहिँ परमेश्वरले त्यस्तो पाप गरेर पनि मार्न नदिनको निम्ति अनि परमेश्वरले उहाँलाई छुट्टै जग्गामा लगेको छ र त्यस जग्गामा क्वाइनले फेरि आफ्नो श्रीमतीसँग सहवास गरेर उहाँले एउटा छोरा जन्माएको छ र त्यस शहरमा जुन उसको छोराको नाउँ हानोक छ अनि हानोककै नाममा एउटा सहर खडा गरेको छ है।
र परमेश्वर कति महान र कति सहनशीलता, अनि हामी पनि परमेश्वरको छोराछोरी, परमेश्वरलाई नचिन्ने अन्य जातिहरूसँग त त्यो रिस छँदै नै छ। तर पनि म के गर्न उत्साह दिन चाहन्छु भने हाम्रो जीवनमा हामी नाम्रता नै हुनुपर्दछ। नाम्रता भएर चाहिँ हामीले परमेश्वरको साँच्चै नामलाई चिनाउनु पर्दछ। अनि परमेश्वरको छोराछोरी भनिकन हामीले साँच्चै हाम्रा ती व्यवहारबाट अनि हरेक हाम्रो क्रियाकलापबाट चाहिँ परमेश्वरको महिमा हुनुपर्दछ है। म किनकि यही भन्न चाहन्छु, हामीले पनि परमेश्वरको ग्रहण योग्य अनि भेटिदिन सकौँ, परमेश्वरको ग्रहण योग्य हरेक हाम्रो व्यवहारमा बनाउन सकौँ भनिकन म यही सम्पूर्ण मित्रहरूलाई अनुरोध गर्दछु। अनि यो वचन तपाईहरूले सुनिकन लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नभुलिदिनु होला। एउटा तपाईँहरूको सब्सक्राइब, लाइक, सेयर, कमेन्ट चाहिँ मेरो निम्ति ठुलो बल हुनेछ है। किनकि म भर्खर मात्रै यसरी यो वचन शरीरमा जान नसके तापनि, जसरी पावल एकदमै बदमासी थिए, पहिला क्रिस्चियनहरूको चाहिँ विरोधी थिए, तर पनि जब परमेश्वरले उहाँसँग फेस टु फेस उहाँलाई भेट्नुभयो, परमेश्वर उहाँको सामुन्ने आउनुभयो र बोल्नुभयो, त्यस पछाडि उहाँ परिवर्तन गएर उहाँले धेरै चमत्कारहरू कामहरू गर्नुभएको छ। जसरी प्रेरित 13को 47 भन्नुभएको छ। अनि उहाँलाई वल्ल छेउदेखि पल्ल छेउसम्म पृथ्वीका सुसमाचार प्रसार गर्नको निम्ति, पुर्याउनको निम्ति नियुक्त गर्नुभएको छ है। जति पनि हामी परमेश्वरको छोराछोरी हौँ, हाम्रो पनि एउटा कर्तव्य छ। अनि हामी शरीरमा जान नसके तापनि अहिले त विभिन्न टेक्नोलोजीको माध्यमद्वारा हामीले एक अर्कामा परमेश्वरको वचनलाई साँच्चै सुनाउनु पर्दछ अनि सेयरिङ गर्न पर्दछ। एक अर्कामा नबुझेको कुराहरूलाई हामीले बुझाबुझ गर्नुपर्दछ। हामीले एक अर्काको विरोध गर्नु हुँदैन। हामी एक अर्कामा सबैजना मान्छे पूर्णता भएर जन्मेका हुँदैनन्। सबैले सिक्न पर्दछ, सबैले हरेक कुराहरू सिक्न पर्दछ अनि गर्दै जानुपर्दछ। अनि म यही उत्साह दिन चाहन्छु सम्पूर्ण मित्रहरूलाई। अनि तपाईँहरू आराम कुशलै हुनुहुन्छ? यो साँझको समयमा अलिकति अब जाडो पनि निकै बढिरहेको छ। सबैजना सेफ भएर बसौँ है। ठन्डी छ अनि विभिन्न अब माध्यमद्वारा अनि शरीरलाई अनि ठन्डीबाट बचाउँ। अनि हाम्रो नजिकमा कोही त्यस्तो समस्याहरू परेको हुन्छन् भने हामीले शरीरले हुन्छ, हातले हुन्छ, अनि सहयोग गर्न सिकौँ, गरौँ भने यही उत्साह सल्लाह दिँदै आजको यो वचनलाई यहीँ अन्त्य गर्न चाहन्छु। जय मसीह, बाई बाई, टेक केयर।